हेर माछा कति मान्छे खेलेको सफा पानी माछा माछा कति ठुल्ठुलो छ तर अब जानुपर्ने बाध्यता हुन्छ साथीहरू है। साथै यो पानी चाहिँ यो बन्द हुँदै फेरि आउँदै गर्दैछ क्या बढिरहेछ नि अहिले। कतिजना हुन्छ एउटा ठाउँमा साथीहरू यो बोनसाई क्षेत्र हो। यो चाहिँ हामी अस्ति पनि डुलिसकेका छौँ देख्न सक्नुहुन्छ। म सरर घुम्छु मात्रै यता गइदिउँ साथीहरू। यता सबै हरियो त सबै हरियो भएर पलाएछ बिचरा रुखहरू। अस्ति आउँदा सबै पत्ता झरे पानी कति मजाले बगेको लेउ गएर कति सफा पानी। हेर माछा कति मान्छे खेलेको सफा पानी माछा कति ठुलो माछा रहेछ। माछाहरू कति ठुल्ठुलो रहेछ। यो माछा कति ठुलो नजिक कति ठुल्ठुलो माछा रहेछ। अम्बो साथीहरू अहिले गरी भएर सबै माछा निस्केको छ क्या। माछा त कति धेरै रहेछ पोखरीमा लगाएर। पानी होइन यस्तो सफा पानी खेल्न यिनीहरूलाई कति आनन्द आएको गरेर यो माछाहरू कति भाग्य माने होला नि त। माछाहरू कति किलो छ पाकले नि त बढी जता हेऱ्यो त्यतै राम्रो त्यसरी बनाएको पाक छ कि जता साथै यो पानी चाहिँ यो बन्द हुँदै फेरि आउँदै गर्दैछ क्या बढिरहेछ नि अहिले। अहिले सुक्छ क्या हेर्नु त कति राम्रो छ यो दृश्य हेर्नु त साथीहरू। चित्र भित्तामा कोरेको चित्र जस्तो छैन त यो। ओहो त नजिकिनु साथीहरू यो साँच्चै नेचुरल हो। यो पानी चाहिँ बढ्दै अनि फेरि सुक्दै आउँदै गर्छ देख्नु भयो सुक्यो है। अहिले सुक्दै गयो नि छ्याप्पै सुक्छ अनि फेरि ठुलो गर्दछ क्या। यो तलाउको मुनि चाहिँ एकदमै ठुलो माछा छ साथीहरू। ल हेर्नु त कस्तो राम्रो छ। यो चाहिँ हो बियर टी पार्क साथीहरू नचुक्किने होला हेर्नुहोस् यस्तो राम्रो छ। यो पानी सुकेको छ नि फेरि बढ्छ क्या वात्तै बढ्छ। यहाँ मुनि चाहिँ माछाहरू बन्नुहुन्छ नि कति ठुल्ठुलो छ। परेको मान्छेहरू गएको छ एकदमै ठुलो माछा छ साथी। फेरि पानी हालेर देख्यो सुक्दै आउँदै गर्दछ यो चाहिँ यस्तो हेर्नु छैन त यो गजबको। ओहो एकदमै गजबको साथीहरू। यो मान्छेले भित्तामा कोरे भन्दा राम्रो चाहिँ यहाँ डेकोरेसन गरेर बनाइएको छ साथीहरू। ल हेर्नुहोस् त कति चाहिँ राम्रो हुन सकेको होला त यो ठाउँ। ल जता हेऱ्यो त्यतै राम्रो कि। यहाँ मुनि माछा कति सफा पानी खेलेको
ल अन्त साथीहरू यो कति पर पानी सुक्यो अहिले अहिले फेरि बढ्छ हेर्दा त बढ्छ हेर्ने यहाँको पानी ल अन्त कस्तो छ त फोटो जस्तो छैन त कति त राम्रो हुन सकेको होला त ल अन्त यो दृश्यहरूलाई साथीहरू हेरै नअगाउने आँखामा राख्नु जस्तो छैन त यो अन्त पर पानी बढ्न थाल्यो है ल अन्त यो दृश्य कति राम्रो हो साथीहरू म चाहिँ मर्यो यहाँदेखि मलाई चाहिँ कहीँ जानै मन परेन क्या फुल हेर्न आएको खासमा चाहिँ म फुलसुल सबै बिर्सेका साथीहरू ल अन्त यो दृश्य पर पानी झर्नबाट पानी आउँछ है अनि एकछिन फेरि निप्छ ऊ देख्यो है बन्द भयो फेरि आउँछ ल ल ल ल ल यहाँ माछा हेर्नुहोस् कति ठुल्ठुलो माछा छ क्या यल्लो कलरको माछा कति ठुल्ठुलो छ तर अब जानुपर्ने बाध्यता हुन्छ साथीहरू है यहाँ मात्रै होइन अझै डुल्नु पनि धेरै छ तर यो एरिया क्या मलाई यो पानीको एरिया क्या छोडेर जान मन पर्दैन अब निस्कौँ साथीहरू यहाँबाट हेर्ने यो कति पुरानो छ ढिलो भयो नि त यति धेरै गुलाबको फुल थियो यहाँनिर सबै फुलिसकेको छ फुलिसकेको रहेछ नि साथीहरू अलि ढिलो भयो नि त म आउनलाई यो फुल चाहिँ फुलेको रहेछ गुलाबको फुल सब फुलिसकेको छ गेटैभरि गुलाबको फुल थियो है ए यहाँ सबै ढिलो भइहालेछ नि फुल फुलिसकेको छ गुलाबको यो फुल फुलेको रहेछ यहाँ यस्तो गुफाहरू छ यहाँभित्र जाने कति शीतल हो वा कहाँ आएछ ल म त हराएँ साथीहरू कहाँ आएँ यहाँ बहिनी पनि रहेछ है ल पुरै जङ्गलभित्र हराए जस्तो हुँदो रहेछ पुरै रुखै रुखै जङ्गल बनाएको रहेछ यो फुल फुल्ने बेला भएको छैन नि त अहिले अलिक यो फुल फुलेपछि एक खालको राम्रो हुने रहेछ है यो बेला भएको छैन अहिले गुलाबको फुल चाहिँ फुलले अक्सिजन गइसकेछ यो खालको फुल फुलेको छ अहिले ल निस्कौँ साथीहरू निस्कौँ अब गुलाबको फुल फुलिसकेछन् ल बचेको खुचेको यहाँ चाहिँ गुलाब रहेछ साथीहरू यो सानो सानो बोट भएर छैन होला भनेको धन्न पायो गुलाब चाहिँ खत्रै फुलाएर रहेछ साथीहरू गरीमा कल 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 पानीको आवाज
पहिल्यै नलागिसक्यो बिचराहरू। यहाँ त गुलाबै गुलाब छ नि त, वाइट गुलाब हेर्नु न, सुक्ने बेला भएछ बिचराहरू। अहिले सक्न लागेछ बिचराहरू। रोज गार्डन चाहिँ यही हो। यहाँ चाहिँ रोजै रोज हुँदैछ है सबै, तर हेर्न सिजन सकिसक्यो नि त, बिचरा यताको फुलिसक्यो, यताकै अलिअलि पछुवाको बाली बाँकी भएको रहेछ। यता सबै गुलाब हो क्या, यिनीहरू फुलिसकेको छ। फुलिसक्यो, सिजन गयो नि त। अब यता भित्र पस्छु। पानीको आवाज सुन्नु न। हरियाली छ यहाँ चाहिँ, बसेर फोटो खिच्ने ठाउँ हो। ठक्क जङ्गलाको फिल हुन्छ क्या, चराहरू कराएको साउन्ड लगाएको, यो चाहिँ म्युजिक बजाएको क्या। जङ्गल हाँस्दै फिल हुन्छ, ठुलो जङ्गलमा पस्यो यस्तो। माछा हेर्नुहोस् न, माछा छ।